यो विक हामी बार्सा फ्यानहरू र बार्साको लागि निकै पीडादायी र दुःखदायी क्षण बन्यो, कारण बार्सा च्याम्पियन्स लिगको सेमिफाइनलबाटै आउट भयो। बार्सिलोना यो सिजन ट्रेबल जित्ने दाउमा थियो, तर च्याम्पियन्स लिगबाट आउट भएसँगै बार्सिलोनाको ट्रेबल जित्ने सपना यो सिजन अधुरै रह्यो र बार्सिलोनाका इन्टायर टिम च्याम्पियन्स लिगबाट आउट भयो भन्दैमा दुखी भएर बस्ने छैनन्। किनभने हामीलाई थाहा छ ह्यान्सी फ्लिकले प्लेयरहरूलाई मोटिभेट गर्नेछन् र प्लेयरहरूको मोरल डाउन हुन दिने छैनन्। किनभने हामी च्याम्पियन्स लिगबाट आउट भए पनि ला लिगामा अझै छौँ र यही ला लिगामा सन्डे अर्को एउटा फाइनल सरहको खेल एल क्लासिको हुँदैछ, त्यो पनि एकै सिजनमा चौथो एल क्लासिको। यो एल क्लासिको ऐतिहासिक र विशेष हुनेवाला छ। हुन त हरेक एल क्लासिको सधैँ ऐतिहासिक र विशेष नै हुने गर्छ, तर यो यस सिजनको चौथो र अन्तिम एल क्लासिको अझ बढी विशेष बन्ने तथा हुनेवाला छ। त्यो किनभने ला लिगा टाइटल रेसमा फेरि एउटा फाइनल सरह म्याच हुँदैछ, त्यो पनि लिगमा फर्स्ट र सेकेन्डमा मात्र 4 पोइन्टको ग्याप गरेर बसेको टिमहरूको। रियल मड्रिडले यो म्याच यदि जित्यो भने उसको लागि ला लिगा टाइटल खुल्ला हुनेछ। यदि बार्सिलोनाले आफ्नो घरमा यो म्याच जित्यो भने बार्साको लागि ला लिगा जिते सरह हुनेछ, किनभने बार्साले रियल मड्रिडसँग 7 पोइन्टको लिड हान्ने छ र लिगमा 3वटा खेल मात्र बाँकी हुँदा रियल मड्रिडको ला लिगा जित्ने चान्स लगभग यो सिजन समाप्त नै हुन्छ। यदि बार्साले यो म्याच हारे 1 पोइन्टको लिडमा बार्सा झर्नेछ र बार्सालाई बाँकी रहेको 3वटै लिग म्याचमा हार्ने छुट हुने छैन। बार्सिलोनाले यस अगाडि भएका 3वटै एल क्लासिकोमा जितेको छ र प्लेयरहरू पनि यस अगाडिका एल क्लासिकोमा जुन जोस जागर र उत्साहले खेलेका थिए, अबको यो एल क्लासिको म्याचमा पनि त्यसरी नै उच्च मनोबलका साथ खेल्नेछन् भन्नेमा हामी ढुक्क छौँ। यदि उनीहरूले च्याम्पियन्स लिगमा भर्खरै हारेको पीडा भुलेका छन् भने। रियल मड्रिडलाई एकै सिजनमा 4 चोटि हराएर ट्रफीमा ह्याट्रिक गर्ने लक्ष्यका साथ खेल्ने बार्साले रियल विरुद्ध उतार्न सक्ने तुफानी प्लेइङ 11 को प्रेडिक्ट गरौँ। गोलकिपरको कुरा गर्दा सिजेसी नै ह्यान्सी फ्लिकको फर्स्ट चोइस हुनेछ, किनभने टर स्टेगन इन्जर्डबाट रिकभर भएर आए पनि उसले लास्ट विक एउटै मात्र म्याच खेलेको छ, त्यो पनि केही हदसम्म कमजोर टिमसँग। ह्यान्सीले एक म्याचको नै पर्फर्मेन्स हेरेर टर स्टेगनलाई खेलाउने चान्स एकदम कम छ। त्यसैले ह्यान्सीले आफ्नो अन्डरमा 5-6 महिनादेखि आफूले आफ्नो ट्याक्टिक्समा सेट बनाइसकेको सिजेस्नीलाई नै रियल विरुद्ध प्लेइङ 11 मा खेलाउने चान्स हाई छ। अब कुरा गरौँ राइट ब्याकको। कुन्डे घाइते भएर बस्दा पनि यदि राइट ब्याकबाट कुन्डेको पोजिसनमा कसैले इम्प्याक्ट पार्न सक्छ भने त्यो एरिक गार्सिया हो। उसको बारेमा मलाई धेरै केही भन्नु नै छैन, सबै कुरा गेममै देखाउँछ र देखाइ पनि सक्यो। रियल विरुद्ध गार्सिया स्टार्टिङ 11 मा मैले चाहिँ राख्छु। लेफ्ट ब्याकमा मेरो विचारमा इनिगो मार्टिनेज हुन सक्छ, किनभने इनिगो मार्टिनेजसँग लेफ्ट ब्याकबाट खेल्न सक्ने क्यापेसिटी छ। त्यो हामीले रियल मड्रिडसँगको खेल कोपा डेल रे फाइनलमै देखिसकेका छौँ। जेरार्ड मार्टिन पनि हुन सक्छ, तर उसँग अझै पनि हाई लाइनमा प्रेस गरेर खेल्न सक्ने क्यापेसिटी अझै बिल्डअप भएको छैन। रनिङ छ यो मान्छेमा, तर लङ बलहरू र फाइनल थर्ड पास निकाल्न सक्ने खुबी खासै छैन। फेरि रियल मड्रिडको फास्ट अट्याकरहरूले जेरार्ड मार्टिनको ठाउँबाट बिट गरेर कुनै पनि बेला बल निकालेर बार्साको डिफेन्सलाई ध्वस्त बनाउन सक्छ। त्यसैले एउटाको गल्तीले पुरै डिफेन्स लाइन ध्वस्त होस्, ह्यान्सीले यो पक्कै चाहँदैन। त्यसैले मेरो ओपिनियनमा इनिगो मार्टिनेजलाई लेफ्ट ब्याकमा राख्न सक्छ। इनिगो मार्टिनेजसँग म्यान मार्क र बल मार्क गर्न सक्ने क्यापेसिटी छ भने उसले लिडरसिप गेम खेल्न पनि सक्छ। सेन्टर ब्याकमा मेरो प्रेडिक्टमा पाउ कुबार्सी र अराओलाई खेलाउन सक्छ। कुबार्सीले म्यान मार्क र बल ट्याकल राम्रो गर्न सक्छ भने अपोनेन्टको प्लेयरहरूलाई राम्रोसँग प्रेस पनि दिन सक्छ। अराओ च्याम्पियन्स लिगमा लास्ट 2 गोल उसकै गल्तीले खाए पनि रियल मड्रिड विरुद्ध उसलाई स्टार्टिङ 11 मा राख्न सक्छ, किनभने फिजिकली गेम राम्रो छ र अराओको हाइट पनि छ। त्यसैले मेरो ओपिनियनमा सेन्टर ब्याकमा पाउ कुबार्सी र अराओलाई नै ह्यान्सी फ्लिकले स्टार्टिङ 11 मा राख्न सक्छ। मिडफिल्डरमा पेड्री, यो मान्छेलाई चाहे रियल मड्रिडसँग खेलाऊ, चाहे इन्टर मिलानसँग खेलाऊ, चाहे एथलेटिको मड्रिड वा त बायर्न म्युनिख या त दुनियाँको कुनै पनि बेस्ट क्लब विरुद्ध खेलाऊ, पेड्रीले आफ्नो 100% दिन छोड्नेवाला छैन। किनभने पेड्री होइन, बार्साको मिडफिल्डरको सिस्टम हो, इन्जिन हो। मैले पेड्रीको बारेमा बोल्दा र लेख्दा
पटक पटक भन्दै आएको छु र जबसम्म पेड्रीले यो लेभलको पर्फर्मेन्स बार्साबाट दिइरहन्छ तबसम्म भनि नै रहन्छु पेड्री होइन बार्साको मिडफिल्डर लाइनको इन्जिन हो सिस्टम हो भनेर। अर्को मिडफिल्डरको कुरा गर्दा डियङ। हुन त बार्सासँग मिडफिल्डरमा अप्सन धेरै भए पनि यदि ह्यान्सी फ्लिकको ट्याक्टिक्समा कसैले राम्रो काम गरिरहेको छ भने त्यो डियङ हो। डियङको बल कन्ट्रोलदेखि डिफेन्स लाइनदेखि बल क्यारी गर्न सक्ने क्षमता राम्रो छ। डियङले गेममा ओभरअल पर्फर्मेन्स बेस्ट दिइरहेको छ। त्यसैले ह्यान्सी फ्लिकले डियङलाई हत्तपत्त ड्रप गरिहाल्न सक्दैन। त्यसैले सन्डेको एल क्लासिकोमा डियङ पनि स्टार्टिङ 11मा हुनेछ। अट्याकिङ मिडफिल्डरमा लोपेज पनि छ तर ह्यान्सी फ्लिकले ओल्मोलाई नै खेलाउन सक्छ। रियलले बार्सालाई कतिको डोमिनेट गरेर खेल्न सक्छ र कस्तो अवस्थामा कुन प्लेयर खेलाउने भन्ने अवस्थामा फ्लिकले लोपेजलाई पनि खेलाउन सक्छ तर सबबाट। अब कुरा गरौँ फ्रन्ट लाइनको। राइट फरवर्डबाट लामिन यामाल पक्का हो। च्याम्पियन्स लिगमा पनि इन्टर मिलानसँगको गेममा सक्दो गरेकै थियो। इन्टर मिलानको डिफेन्स लाइनलाई पटक पटक तोडेकै थियो तर केही हुन सकेन। अब रियल मड्रिडको डिफेन्स लाइन तोड्नको लागि लामिन यामाल स्टार्टिङ 11मा पक्का हुनेछ। लेफ्ट विङमा राफिना हुनेछ। यदि बार्साबाट यो सिजन कुनै खेलाडीले क्यारियरको बेस्ट सिजन बिताइरहेको छ भने त्यो राफिना हो। च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोको रेकर्ड बराबरी गरेको राफिना ब्यालोन डियोरको सबैभन्दा टप दावेदार थियो तर राफिनालाई लकले फेभर गरेन कारण बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाटै आउट हुनु। च्याम्पियन्स लिगबाट आउट भएको बार्साले डोमेस्टिक ट्रफी स्पेनिस सुपर कप र कोपा डेल रे त जितेको छ। अब ला लिगाको ट्रफी जित्नको लागि राफिनालाई रियल मड्रिड विरुद्ध ह्यान्सी फ्लिकले स्टार्टिङ 11मा राख्नेछ। तर ला लिगा जिते पनि राफिनालाई ब्यालोन डियोर जित्न यति पर्फर्मेन्सले पर्याप्त हुन्छ कि हुन्न त्यो त थाहा छैन। सेन्टर फरवार्डमा मेरो विचारमा लेवान्डोस्कीलाई स्टार्टिङ 11मा राख्न सक्छ। इन्टर मिलानसँगको गेममा पुरै हराएको फेरान टोरेसले देखाएको पर्फर्मेन्सले सायद ह्यान्सी फ्लिकले टोरेसलाई ड्रप हान्न सक्छ। यो एल क्लासिको भइराख्दा रियल मड्रिडले एकै सिजनमा बार्सासँग 3 चोटि हारको बदला मात्र लिनलाई खेल्ने छैन। बार्साले रियल मड्रिडलाई गरेको पटक पटकको ह्युमिलिएसनको बदला लिने भावले खेल्नेछ। 2वटा फाइनल हारेको बदला ला लिगामा बार्सालाई हराएर ला लिगा जितेर देखाउने भावले खेल्नेछ भने बार्साले एकै सिजनमा रियल मड्रिडलाई 4 पटक हराएर 3वटा ट्रफी जित्ने दाउले खेल्नेछ भने फेरि पनि रियल मड्रिडलाई सिजनको अन्तिममा ह्युमिलिएसन गराएर मजा चखाउने दाउले खेल्नेछ। बाँकी कुरा बार्सा र रियलको खेलपछि गरौँला। बाई बाई गाइज।